आज तपाईहरुलाई एकदमै खुसीको कुरा बताउँदै जसलाई पनि चाया पोतो आउँछ के डन्डीफोर आउने अनि 40 क्रस गरेपछि त अझै है मुखमा एकदम चाया पोतो सँगसँगै तपाईको चाउरी पनि आउँछ रिङ्कल के यो तल तल एकदम यो उठेको हुने यता चाउरी परेको हुने एलोभेरा स्किन सिरम यो यस्तो राम्रो चीज हो हजुरले राति सुत्ने बेला सधैँ फेसमा एप्लाई गर्न सक्नुहुनेछ यसले तपाईको स्किनलाई टाइट गराउँछ है अनि यहाँ भएको शरीरमा फेसमा भएको पोतोहरु पनि जान्छ क्या यो यस्तो चीज हो तपाईहरुलाई थाहा छ नि एलोभेरा भनेको के हो यो घर दैलोमा जहाँ कहीँ पाइने एलोभेरा है अनि एलोभेरा सँगसँगै के छ त यहाँ यसमा साइन्टिफिक तरिकाले यसमा सबै चीजहरु कम्पोजिसन गराएर एलोभेरा स्किन सिरम तयार पारेको छ है त्यो कारणले गर्दा यो तपाईहरुले दैनिक रूपमा प्रयोग गर्नुभयो भने तपाईको फेसमा भएको चाया पोतो डन्डीफोर र रिङ्कल चाउरीपना है हटेर जानेछ है त्यो सँगसँगै अब तपाईलाई इन्टरनल रूपमा कुनै समस्या छ हैन फिजिकल समस्या जस्तो अब कुनै ब्लडको खराबी छ कुनै अब हार्मोनल डिसअर्डर कुनै ब्यालेन्स छ अथवा कुनै तपाईँ लिभर समस्या छ हैन कुनै तपाईँ ग्यास्ट्राइटिस क्रोनिक ग्यास्ट्राइटिस छ न्युट्रिसनको कमी छ त्यस्तो कारणले गर्दाखेरि पनि मान्छे विक भएर पनि मुखमा पोतो र डन्डीफोर आउन सक्छ अर्को कुरा घाममा बढी यताउति हिँड्नाले घामको धुपको कारणले गर्दाखेरि पनि तपाईहरुको फेसमा चाउरी पोतोहरु आउन सक्छ अनि अर्को कारण तपाईको के छ भन्दाखेरि तपाईको केमिकल बजारमा पाइने जथाभावी क्रिमहरु प्रयोग गर्छौं नि हामी सुन्दर ब्युटी बन्नको लागि हामीले जथाभावी अब कहिलेकाहीँ हैन लगाइन्छ नि त लगाउँछन् बहिनीहरु दाजुभाइ सबैले पनि युज गर्छन् अनि त्यसरी युज गर्नु भएन के केमिकल है यो भनेको प्योर हर्बल हेर्नुस् त एलोभेरा प्योर हर्बल हो यो है यसले साइड इफेक्ट गर्दैन तपाईहरुलाई प्रोटेक्सन गर्दछ स्किनलाई है एकदम सुन्दर ब्युटी बनाउँदछ एलोभेरा सिरमको साथमा अब अनुहार सफा बनाउनुहोस् चाया पोतो र चाउरीपना हटाई गोरो बनाउनुहोस् तुकातु गोरो बनाउने चाया पोतो हटाउने र चाउरीपना हटाउने एलोभेरा सिरम आइसकेको छ अब किन्ने र लगाउने पालो तपाईको स्टक सीमित भएकाले आजै मगाई प्रयोग गर्नुहोस्